नमस्कार, हम सुमित जलान आई फिर हाजिर छी कार्यक्रम हेल्थ टॉक विद सुमित जलान लकर। ये कार्यक्रम प्रत्येक हफ्ता रविवार और सोमवार, प्रत्येक हफ्ता के रविवार और सोमवार के सांझ 6 बजे अपन टीवी पर हम सब लौके हाजिर है। एहि कार्यक्रम में हम सब अपने संगे अहाँ के स्वास्थ्य के बीमा समस्या के बारे में विशेषज्ञ डॉक्टर से सलाह विचार विमर्श करब। हम सब ई प्रोग्राम के सीजन वाइज बाँट देने छिए। फर्स्ट सीजन हमारे सबके 8 एपिसोड के है, जैमें डॉक्टर शिरीष अरियाल मनोचिकित्सक न्यूरोसाइकियाट्रिस्ट हमारे सबके सहयात्री रहथिन, विशेषज्ञ हमारा सब संगे रहथिन। एहिमे हम सब न्यूरोसाइकियाट्री की होइ छै, दिमाग के बीमारी, हेडेक, पागलपने मात्रे वो इलाज करी छथिन कि नहीं, दर्द, माथा के दर्द, डर लगनाइ, उदास मन के प्रॉब्लम, मन बेचैन भ जानाइ और बहुत रंग के कार्यक्रम प्रॉब्लम सब छै। ओ संबंध में हम सब डिस्कस करब। काल्हि हम सब बात केने छलिए हेडेक, माथा दुखी के बारे में। हमरा लगैए शायद अहाँ सबके एहिमे ऐसे कुछ फायदा भेल हैत। आई के हमर सबके मेन सब्जेक्ट छै डिप्रेशन, निराशापन। इस संदर्भ में हम डॉक्टर शिरीष अरियाल से बात करब। नमस्कार डॉक्टर साहब, स्वागत है अपने के कार्यक्रम में। नमस्ते सुमित जी, धन्यवाद। एकदम सर, हामीले हिजो कुरा गऱ्यौँ हेडेकको बारेमा और आज हामीलाई डिप्रेसनको बारेमा बुझ्न मन लागेर हैन। अब डिप्रेसन भनेर वर्ड त बस कमनली सबले बुझ्छन् हैन। अब हाम्रो लोकल ल्याङ्ग्वेजमा भन्दा निराशापन, अब उदासीपन पनि भन्न सकिन्छ होला हैन। तर उदासीपनको लक्षण अब के हुन्छन्? कसैले अब मन खिन्न हुनु, भोक नलाग्नु, मन बेचैन हुनु, धेरै चाँडै थकान लाग्नु, यो सबले गर्दा अब यो डिप्रेसन हो कि मलाई अब एउटा वर्ड एङ्जाइटी, अब एङ्जाइटीलाई हामीले के नेपालीमा कसरी वर्णन गर्न सक्छौँ? सुमित जी, यस्तो छ, एङ्जाइटी भन्नाले चाहिँ घबराहट हो। जेनरली मान्छेलाई के हुन्छ भने भित्रैबाट बेचैनी, जुन बेचैनी भनेर भनिन्छ त्यसलाई चाहिँ अब अर्को भाषामा कुनैमा घबराहट भनेर भनियो, कुनैमा चाहिँ अब डर जस्तो, त्यो घबराहट बढ्दै गइसके पछाडि डर जस्तो लाग्न ओर्न थाल्नेदेखि लिएर एउटा स्पेक्ट्रममा हुन्छ, सानो एउटादेखि लिएर अनि त्यसपछि सामान्य बेचैनी जस्तो देखि लिएर केही कुराको टेन्सन भइरहेछ। अब केही कुराहरू बन्नुपर्ने ओर्ने छ, केही कुरा कसैलाई भन्नुपर्ने छ, कसैलाई जस्तो एक्जाममा बोल्नुपर्ने छ, लेख्नुपर्ने छ, अब त्यस्तोदेखि लिएर अनि त्यसपछि अब त्यो कुरामा बस्नै नसक्ने, अब जस्तो जाँच दिन गएको छ विद्यार्थी, जाँच दिन गएको ठाउँमा भित्र छिर्नै सक्दैन। अब त्यो सम्मको स्पेक्ट्रम एउटा डरलाई चाहिँ हामी एङ्जाइटी भनेर भन्छौँ। अब कुरो कस्तो हो भने अब डिप्रेसन र एङ्जाइटी भनेको एकदमै फरक कुरा हो। जस्तो डिप्रेसनमा पनि एङ्जाइटीको लक्षणहरू देखिन ओर्न सक्छ र एङ्जाइटीमा पनि डिप्रेसनको लक्षणहरू देखिन ओर्न सक्छ, तर यो दुईटा अलग अलग बिमारीहरू हो। अब सर, यो हाम्रो यो समाजमा तपाईँ यहाँ 4 वर्ष काम गरिसक्नुभयो, यो भेगतिर डिप्रेसनको कमन फ्याक्टरहरू कस्ता बिरामीलाई या कस्ता लक्षणलाई हामीले स्योर सर्टेन डिप्रेसनै हो, यसको इलाजै जरुरी छ या डक्टरसँग भेट्नै पर्ने हो, एउटा सिम्पल तरिकाले हाम्रो दर्शकहरूलाई बुझ्ने गरी बताइदिँदा 4-5 वटा जस्तो पोइन्ट हुन्छ नि, यो भयो भने होइन, यो डिप्रेसनको एउटा कन्फर्म लक्षण नै हो, यसमा हामी एकदम आत्तिएर डक्टरलाई नभेटिकन हुँदैन जस्तो 2-4 वटा लक्षण के छ यस्तो तपाईँले यसो फेला पार्नु भएको यो 4 वर्षभित्र? पहिला त हामीले डिप्रेसनको बारेमा सुरुवाती एकपल्ट कारणहरूको बारेमा थाहा पाउनुपर्छ कि डिप्रेसन आखिर केले गर्दाखेरि हुन्छ। जस्तो डिप्रेसन चाहिँ हाम्रो समाजमा के छ भने जसले पनि अब भेट्न आयो ओर्यो, जुनैसुकै पनि मानसिक बिमारी लिएर आयो ओर्यो भन्यो भने त्यसलाई डिप्रेसनै भनेर मात्र मान्छेले बुझ्ने गरेछन् हैन। अब डिप्रेसनमा चाहिँ खास एक्चुअल कारण चाहिँ के हुन्छ भने एउटा चाहिँ वंशानुगत कारण हुन्छ। वंशानुगत भनेको चाहिँ अब जस्तो मेरो रगतैमा त्यो डिप्रेसनको लक्षणहरू चलिरहेछ, मेरो बुवा आमामा थियो रे, त्यसपछि अनि ममा हुन सक्ने चान्स बढ्यो। अब वा मेरो हजुरबुवा हजुरआमामा थियो, त्यसपछि मेरो दादा दादी नाना नानीतिर कसैलाई थियो ओर्यो भन्यो भने त्यो बिमारी मलाई हुन ओर्न सक्छ। एउटा चाहिँ त्यो चाहिँ बायोलोजिकल फ्याक्टर भयो कि जेनेटिक फ्याक्टर भयो। अर्को हुनसक्छ के भने चाहिँ अब जस्तो कसैलाई पनि थिएन तर पनि मलाई डिप्रेसन जस्तो लक्षणहरू आयो, अब त्यसको कारण एउटा के हुन्छ भने चाहिँ एउटा केमिकल फ्याक्टर हुन्छ हाम्रो जिउमा, नसाहरूमा, भित्र हाम्रो नसाहरू वा जिउहरू सञ्चालन गर्ने ओर्ने केही केमिकलहरू हुन्छ। त्यो केमिकलको मात्रा यदि जिउमा वा दिमागमा कम हुन ओर्न थाल्यो भने चाहिँ त्यसपछि डिप्रेसनको लक्षणहरू आउँछन्।
अनि अर्को हुन्छ चाहिँ के भने एउटा कुनै एन्भाइरोमेन्टल फ्याक्टर, एन्भाइरोमेन्टल भनेको हाम्रो वातावरणीय फ्याक्टर, वातावरणीयमा जस्तो धेरै टेन्सन सेन्सन भयो जुन चाहिँ हामीले ह्यान्डल गर्न सकिरहेको छैन, हाम्रो नियन्त्रणभन्दा बाहिरको टेन्सनहरू भयो ओऱ्यो वा हाम्रो नियन्त्रणभन्दा बाहिरको केही कुराहरू आउन ओर्न थाल्यो जुन चाहिँ हामीसँग जहिले पनि हावी भइरहेछ। अब जस्तो कि कसैको मृत्यु भयो, केही कुराको लस भयो, जस्तो पैसाको लस वा केही ज्यानको धनको हानि सानीहरूले गर्दाखेरि पनि डिप्रेसनको लक्षणहरू आउन ओर्न सक्छ सुरुजी। अब नेक्स्ट कुरा चाहिँ जुन चाहिँ तपाईँले भन्नुभयो होइन कि अब डिप्रेसनको आखिरमा सबैलाई डिप्रेसन भन्ने कि नभन्ने, त्यो 3-4वटा लक्षण होला नि कुनै एउटा एकदम कमनली हामीले देखिरह। त्यही त, त्यसमा चाहिँ अब कस्तो हुन्छ भने चाहिँ होइन डिप्रेसन भन्नुभन्दा पनि पहिला एउटा कुरा चाहिँ के बुझ्नु पर्यो भने सामान्य एउटा मानसिक बिमारीलाई घरै बसी बसी कसरी पत्ता लगाउने त। अब कसरी पत्ता लगाउने भने चाहिँ होइन कोही मान्छे आज ठिक छ अनि त्यसपछि त्यो मान्छेलाई मैले हरेक दिन भेट्छु देख्छु गर्छु, तर त्यो मान्छेहरू चाहिँ बिस्तारै बिस्तारै पहिलाको जस्तो मान्छे रहिरहेको छैन। त्यो मान्छेमा केही न केही परिवर्तनहरू भइरहेछ जस्तो हुन्छ नि। अब उलाई पहिला धेरै खुसीहरू भएर बस्थ्यो वर्थ्यो, अब ऊ त्यति अब मैले बिस्तारै बिस्तारै देखिरहेको छु कि यो मान्छे खुसी भइरहेको छैन, यो मान्छेलाई भित्रभित्र केहीले खाइरहेछ भनेको। आज खुसी भयो, भोलि खुसी भयो, पर्सि उदास छ, त्यसपछिको दिन खुसी भयो ओऱ्यो, यसरी नै गर्दै हप्ता 10 दिन 2 हप्ताहरू हेर्दाखेरि 1-2 दिन चाहिँ उदास छ, बाँकी दिन ऊ खुसी नै छ, सबै कुरा भइरहेछ ओरिरहेछ भन्यो भने अब यसलाई केही समस्या जस्तो गरी मान्नु पर्दैन। तर अब के भयो भने बिस्तारै अब डे इन डे आउट भनेको हरेक दिन प्रतिदिन होइन, अनि यो मान्छे चाहिँ तल खस्किँदै गइरहेछ। पहिला मैले चिनेको मान्छे भन्दा आज 2 हप्ता पछाडि हेर्दाखेरि यो मान्छे फरक मान्छे भइसक्यो भनेपछि यो मान्छेमा केही न केही प्रब्लम आएको ओरेको हुनुपर्छ भनेर बुझ्नु पर्यो। अब त्यसपछि अब डिप्रेसनमा चाहिँ अब एकदमै डक्टरलाई भेटिहाल्नु ओर्नु पर्ने चाहिँ कस्तो हुन्छ भने चाहिँ डिप्रेसनको लागि आज उदास भयो, भोलि उदास भयो, 2-3 दिन उदास भयो, त्यसपछि अनि फेरि मान्छे ठिक छ, एकदम आरामले घुम्ने फिर्ने आफ्नो सबै कामहरू गरिरहेछ भने त्यसलाई डिप्रेसन भन्न मिल्दैन। डिप्रेसनको लागि के हुन्छ भने चाहिँ 2 हप्तासम्म डिप्रेसनको लक्षणहरू देखिनुपर्छ। त्यो 9-10वटा लक्षणहरू छन् जुन चाहिँ मान्छेहरूमा देखिए 2 हप्तासम्म रहिरह्यो भने मात्र अनि बल्ल त्यसलाई डिप्रेसन भन्न सकिन्छ। अब यसमा चाहिँ अब डक्टरै भेटिहाल्नु ओर्नु पर्ने चाहिँ कस्तोमा हुन्छ भने होइन, जस्तो प्रायः जसो मान्छे जो हामी कहाँ आउँछन् उनीहरूमा चाहिँ प्रायः सबैभन्दा कमन भनेको निन्द्रा नलाग्ने समस्या हुन्छ। डिप्रेसनमा प्रायःलाई निन्द्रा लाग्दैन अथवा धेरै निन्द्रा लाग्यो भने हो त्यही ठ्याक्क डिप्रेसनमा हुने नै त्यही हो कि त। प्रायः जस्तो मान्छेलाई निन्द्रा नलाग्ने समस्या हुन्छ, तर केही मान्छेहरूलाई अलि बढी निन्द्रा लाग्ने ओर्ने पनि समस्या हुन्छ कि दिनभरि सुतिरहने ओर्ने। अनि त्यस्तै गरी अब धेरैलाई भोक नलाग्ने समस्या हुन्छ। अब त्यसपछि अब कतिलाई चाहिँ अब बढी भोक लागिरहने ओर्ने त्यो समस्यामा पनि आउन सक्छन्। त्यसपछि अनि अर्को कुरा एकदमै जरुरी जस्तो भेट्नै पर्ने ओर्ने भयो भने चाहिँ डिप्रेसन आफैले पनि एउटा मान्छेलाई मर्न ओर्न भनेर एकदम उत्सुक बनाइदिएको हुन्छ भित्रैबाट के। किनभने अब बिस्तारै डिप्रेसन चाहिँ कस्तो भने हाम्रो जीवनमा एउटा कालो कुकुर जस्तो गरी लिइन्छ क्या, त्यसलाई ब्ल्याक डग भनेर भनिन्छ होइन। अनि जसले गर्दाखेरि चाहिँ के हुन्छ भने अब जिन्दगीमा भएको सबै खुसी सबै रमाइलो कुराहरू चाहिँ त्यो डिप्रेसन आइसके पछाडि चाहिँ अनि त्यसपछि हाम्रो जिन्दगीबाट हराउने गर्छ। हाम्रो जिन्दगीमा मसँग टन्नै पैसा छ, एकदम सुख शैल हो, आयस आराम सबै छ अरे, तर पनि मलाई डिप्रेसन हुनसक्छ। किनभने डिप्रेसनले कसैलाई पनि धनी गरिब पढे लेखेको अनपढ गवार कसैलाई पनि छोड्दैन। अनि त्यसपछि त्यही कारणले गर्दाखेरि चाहिँ अब मेरो जिन्दगीमा यति न निराशापन आउँछ कि होइन, अब म चाहिँ यो सबै कुरा छोडेर बरु मर्न पाए ठिक हुन्छ भनेर। अब त्यस्तो मर्ने ओर्ने विचारहरू आउनु ओर्न थाल्यो भने भेट्नु पर्ने ओर्ने हुन्छ। त्यसपछि अब समस्या के छ भने डिप्रेसनमा चाहिँ मान्छे बाहिरबाट स्वरूपले हेर्दाखेरि फिजिकली हेर्दाखेरि चाहिँ मान्छे ठिक छ,
एकदम हेर्दाखेरि किनभने खाइलाग्दो छ होइन, अब मान्छे न ढलेछ न केही गरेछ वरेछ होइन। अब तर के हो भने त्यो डिप्रेसनले चाहिँ शरीरबाट फुर्ती लिँदै गइरहेको हुन्छ। कसैले बाहिरबाट एकदम हुन्छ नि फुर्ती नै तान्दिरहेछ ओर्रहेछ त्यस्तो लाग्ने ओर्ने हुन्छ। त्यसपछि अनि भन्नाले अल्छीपन भन्न खोज्नु भयो तपाईँले, फुर्ती तान्न भनेर अल्छी लाग्न थाले। अल्छी लाग्न थाले भने म नेचुरल्ली मलाई केही गर्दाखेरि ओर्दाखेरि नै एकदम तागतै छैन। मसँग तागत थियो तर मेरो कसैले बल जबरजस्ती मेरो शरीरबाट तागतहरू लिइदिरहेछ। अनि त्यही भएर चाहिँ मेरो प्रायः जसो दिनहरू चाहिँ म एकदम उदास वा म एकदम खिन्न भएर बस्छु कि मलाई केही कुरामा पनि खासै केही रमाइलो पनि लागिरहेको छैन। वरिपरि मजाक गरिरहेछन्, मान्छेहरू हाँसिरहेछन्, ठट्टासट्टा गरिरहेछन्, तर मलाई अब त्यो कुराहरूमा हाँस्न ओर्न पनि मन लाग्दैन। अब त्यो के हो भने त्यो आफूले चाहिँ भएको होइन कि त्यो बिमारीले ल्याउने नेचुरल एउटा सोचले गर्दाखेरि जुन चाहिँ यसलाई हामी नेगेटिभ अटोमेटिक थट भन्छौँ। अनि त्यस्तो बेलातिर के हुन्छ भने चाहिँ अनि बिमारीले आफैले त्यो सोच ल्याइदिन्छ। अनि प्रायः जसो के हुन्छ, अब जस्तो हामी हाम्रो डेली लाइफमा राम्रो सोच पनि आउँछ, नराम्रो सोच पनि आउँछ होइन। अनि तर डिप्रेसन हुन थालिसकेपछि प्रायः जसो हाम्रो सोचहरू चाहिँ नेगेटिभ मात्र आउँछ। अनि त्यही कारणले गर्दाखेरि के हुन्छ, अनि डिप्रेसनमा भएको मान्छेहरूलाई कामसाम गर्न मन लाग्दैन। अनि किनभने फुर्ती नै गइरहेको हुन्छ। तर अब बाहिर मान्छेले देख्ने बेलातिर कस्तो हुन्छ भने होइन यो त अल्छी भयो प्रायःलाई। अनि त्यही भएर प्रायःलाई चाहिँ अनि त्यसो ल यो अल्छी भयो, यसले कामसाम गरिरहेको छैन, यो आफै जानी गरेर ओरेर छैन भने तर त्यो मान्छे डिप्रेसनमा पनि हुनसक्छ। तर त्यो के हो भने 1-2 दिनको कुरा भएन, कमसेकम 2 हप्ता 3 हप्ता जति लामो समयसम्म यदि त्यस्तै लक्षणहरू देखियो भने बल्ल डिप्रेसन भयो। अनि रिस धेरै उठ्यो भने पनि यसमा यो जोड्न सकिन्छ कि? सकिन्छ, एकदम सकिन्छ। तर यो चाहिँ कस्तो हुन्छ नि, रिस धेरै उठ्ने ओर्ने चाहिँ तपाईँको बिचको जस्तो 18 देखि 50-60 वर्षको मान्छेहरूमा चाहिँ रिस भन्दा पनि निराशापन बढी हुन्छ। अब त्यो निराशापन आफूभित्र राखिसके अब के हुन्छ, डिप्रेसनले चाहिँ मलाई अब कुराकानी गर्न मनै लाग्दैन कि भित्र त्यो यति नै मानसिक निराशापन भनेकै कारण त्यो हो कि अब मलाई केही गर्न मन लागिरहेको छैन। अनि त्यसपछि अब के हुन्छ, अब कोही मान्छे आएर मलाई भनिदियो ल जाउँ घुम्न जाउँ यताउता भनेर भनिदियो भने पनि अब भित्रबाट त मलाई इच्छा जागिरहेको छैन। अनि त्यही कारणले गर्दाखेरि अब कसैले मलाई फोर्स गर्न थाल्यो भने अब त्यसको रिटालिएसन भने अब त्यसको अगेन्स्टमा चाहिँ अब मेरो बाहिर निस्किने भनेको के हो भने रिसै हो। अर्कोले देख्दाखेरि म रिसाइरहेको छु, तर त्यो भित्र आखिरमा दिमागमा के चलिरहेको हुन्छ भने त्यो निराशापन चलिरहेको हुन्छ। निराशापनको बाहिर फिजिकल आउटलुक चाहिँ रिस जस्तो देखिन्छ। सरलाई एकछिन रोकेँ है सर, मैले आजभन्दा 7 दिन अगाडिको कुरा गर्छु, 7-8 दिन आई थिङ्क एप्रोक्सिमेटली काव्य हस्पिटलमा हाम्रो एकजना पेसेन्ट 7 वर्षको केटी सल्फर सायद त्यो गेहूँ हुन्छ नि धानमा हाल्ने औषधि खाएर सुसाइड एटेम्प्ट गरेर आएको थिए अनि ऊ सायद एक्सपायर भयो। अनि पछि घरको मान्छेले सोद्धा के भएको थियो भन्दा त्यो छोरी मान्छे मोबाइल खेल्दै थिए, आमाले कराइरे मोबाइल किन चलाएको, मोबाइल दे मलाई छिन्यो उसँग मोबाइल। अनि त्यो रिसमा गएर उसले सल्फर त्यो खाएर मान्छे मऱ्यो। अब 7 वर्षको बच्चामा यति धेरै रिस, यो के हो? यो एक्चुअली अहिलेको हाम्रो जुन समाजमा यो देखा पर्यो एउटा फिजन, मैले अब हालसालै देखेको कुरा हो, के हो यो? होइन यो त अब यस्तो हो, यो खास अब यसलाई कुनै डिप्रेसनसँग जोड्न ओर्न मिल्दैन। यो अहिले हाम्रो रहनसहन जस्तो तरिकाले गरेर चलिरहेछ, अब त्यही कारणले गर्दाखेरि चाहिँ अनि त्यसपछि यसको त यो अब जस्तो के हुन्छ, मोबाइल भइसकेपछि के हुन्छ, मोबाइलमा चाहिँ बच्चाबच्चीहरूलाई के हुन्छ भने होइन, जस्तो तपाईँ हामीसँग कुरा किन गर्न मन लाग्दैन भने बच्चाबच्चीले मोबाइल पक्ड्यो भने मोबाइलमा ऱ्यापिडली एकदम छिटो फ्रेम चेन्ज भइरहने ओर्ने हुन्छ। ओके, एकदम एकपछि अर्को। अनि त्यसले गर्दाखेरि के हुन्छ भने हाम्रो दिमागले चाहिँ त्यही देखा भएर अनि हाम्रो दिमागमा एउटा रिवार्ड सर्किट भन्ने हुन्छ, जुन रिवार्ड सर्किटमा चाहिँ केही कुरा राम्रो हामीले गरिहाल्यो ओर्यो भन्यो भने चाहिँ त्यसले हामीलाई भित्रबाट एकदम आत्मसन्तुष्टि दिन्छ। अनि त्यही कारणले गर्दाखेरि मोबाइलमा के हुन्छ, अब हरेकपल्ट चलिरहँदाखेरि अब के हुन्छ गर्दा गर्दै अनि त्यही भएर मान्छेहरू मोबाइलमा त्यो टाँसिरहन्छन् क्या। अनि त्यसपछि अब के हुन्छ भने अब मान्छेसँग किन कुराकानी नगर्ने भने तपाईँ पनि त्यही हुनुहुन्छ, अस्ति नैदेखि त्यही मान्छे देखिरहेछ, म पनि त्यही छु। अब
हामीमा नयाँ कुरा केही हुँदैन क्या। अब हामीले पनि कि त 24 घण्टा मुखसुख बङ्गाएर ओरेर केही नयाँ 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 कुरा गर्दै गर्नु पऱ्यो, त्यसपछि मात्र बच्चा बच्चीको इन्ट्रेस्ट हामीमा आउँछ, नत्र भने हामीमा इन्ट्रेस्ट नआउने कारण त्यो हो। अनि त्यही अब के हुन्छ भने बिस्तारै बिस्तारै गर्दैखेरि होइन, अब मेरो दिमागलाई त्यो मोबाइल नभइकन नहुने जस्तो भइसके पछाडि होइन, अब मेरो अभिन्न अङ्ग कसैले यदि लिएर गइदियो ओऱ्यो, जस्तो हामी ठुलो मान्छेहरूलाई होइन, हाम्रो पैसा कसैले चोरिदियो ओऱ्यो, हामीलाई कसैले फिजिकल थ्रेट जस्तो दियो ओऱ्यो भने नि हामी त्यो एट्याक गर्न खोज्छौँ ओऱ्यो भने जस्तै गरी। अनि त्यही भएर चाहिँ अनि मान्छेहरूले त्यो अब बच्चा बच्चीलाई सुइसाइडमा अलिकति इम्पल्सिभली भने त्यो कुनै अरू बिमारीले भन्नाले यो डिप्रेसनको लक्षणमा आउँदैन, त्यो डिप्रेसनको लक्षणमा आउँदैन। तर यसलाई हामी पछि फेरि इलाबोरेट गर्न। ल सर, हम धन्यवाद। हम सब तनका रुकबै व्यावसायिक विश्राम के लेल। हम सब ये छिए फिर से अहाँ देखैत रहू। अहाँ सब एहि स्क्रीन पर नंबर देने हेतै 98 442 98 443 पर फोन कऽ डॉक्टर साहब से अपन समस्या के समाधान ल सकै छियै। धन्यवाद। नमस्कार, हम सब छोट व्यावसायिक विश्राम लऽ फिर से हाजिर छी अपने लग। हमर सबके संगे छथिन डॉक्टर शिरीष आर्याल। हम सब अभी गप करै छलहुँ डिप्रेशन के टॉपिक पर, निराशापन के बारे में। डॉक्टर साहब से बात भेलै कि डिप्रेशन के लक्षण सब की भऽ सकै छै। मन फ्रेश नहीं लगनाइ, ताजापन नहीं लगनाइ, थकान बेसी लगनाइ, पित्त उठनाइ, उदास भऽ जेनाइ, ओकरा बाद डॉक्टर साहब कहलखिन अपना आपके मतलब आत्महत्या करऽ के इच्छा होनाइ। हमरा सब कुछ हमरा लग अछि लेकिन हमर कोनो उद्देश्य नहीं छै, हमरा एहि दुनिया में अब कथी करऽ के, की पाबऽ के छै, अब हम मरला से भी हेतै कह के सोचनाइ, ई सब एकटा निराशापन के लक्षण भऽ सकै छै। अगर एहन टाइप के लक्षण अहाँ लग 15 दिन तक लगातार अहाँ के आबि रहल छै, तब अहाँ एगो डॉक्टर से भेंट कऽ कऽ एकर समाधान लिअ, एकरा एना इग्नोर नहीं कयल जाय के चाही। हमसब अभी बात करै छलियै एकटा आत्महत्या केस के, जे 7 बरिस के बच्चा अभी कुछ दिन पहिने ही अहाँ के 1 हफ्ता पहिने मोबाइल छीनला के बाद माई मोबाइल पर छीन लेलक, तब वो अहाँ के जाकर सल्फर वो जे गेहूँ में रखा दवाई होइ छै खा कऽ एक्सपायर मरि गेल। डॉक्टर साहब कहलखिन नहीं, वो डिप्रेशन के बीमारी लक्षण नहीं छै। तऽ आब हमरा डॉक्टर साहब से क्वेश्चन की छलैया, हम जे बुझऽ चाहै छलियै डॉक्टर साहब से, ई डिप्रेशन कोन एज में प्राय अबै छै? छोट बच्चा में भी होइ छै कि नहीं होइ छै? आइकाल्हि घर में जेना लॉकडाउन के समय में हमसब अभी देख रहल छी जे अहाँ के कोरोना वायरस के कारण हमसब घर में बैठल छी, बंद छी, हमसब अपने परेशान तऽ छेबेटा करिए, फैमिली परेशान या फिर अपन परिवार जे छै वो सब परेशान छथिन। आ बच्चा सब जे घर में बंद भऽ गेल छै, स्कूल नहीं जा पा रहल छै, तऽ घर के माहौल तनका एकदम महाभारत जकाँ एकदम मारपीट परेशान एकदम ज़्यादा छै। ई कथी है सब, एकरा केना एकरा से निकलल जाए, या हम सब घर में केकरा एकरा हैंडल करिए? अनि यस्तो छ, अब डिप्रेसन भनेर होइन कुन उमेरमा, जुन अगाडितिर तपाईँले सोध्नु भएको थियो होइन, अब डिप्रेसन चाहिँ कुन उमेरमा बढी हुन्छ भने महिलाहरूमा चाहिँ डिप्रेसन 35 वर्षभन्दा पछाडितिर बढी देखेको ओरेको पाइएको छ। त्यसरी गरी नै अनि पुरुषहरूमा चाहिँ अलिकति छिटै पनि डिप्रेसन हुने ओर्ने गर्दछ, जस्तो 20, 22, 25 हुने ओर्ने गर्दछ। अनि त्यसपछि अब अहिलेको टाइममा चाहिँ कस्तो छ भने अब देशै लकडाउनको स्थितिमा छ होइन। अब यो बसेर यसमा के गर्नु पर्यो ओर्यो भने चाहिँ अब यसलाई हामी डिप्रेसन भनेर ओरेर एकदम दुःख मनाएर ओरेर बस्न मिल्दैन, किनभने अब एज अ हेल्थ केयर प्रोफेसनल यो सबैको लागि भनेर बनाएको एउटा लकडाउन हो। सरले आइमै र पुरुष मान्छे भन्नुभयो, बच्चामा के डिप्रेसन देखा पर्न सक्छ? एकदम बच्चामा पनि डिप्रेसन देखा पर्न सक्छ। मान्छेहरूले यहाँ रिसर्च गरेर ओरेर कमसेकम 2 वर्षको बच्चामा पनि डिप्रेसन पाइएको छ कि। त्यही भएर अब बच्चामा र अनि त्यसपछि बुढेसकालमा चाहिँ के हुन्छ भने जस्तो सामान्य एउटा नर्मल 18 वर्षदेखि 50-55 वर्षको मान्छेको लक्षण अलग्गै हुनसक्छ, र अनि त्यसपछि बच्चा र अनि बुढेसकालमा लक्षणहरू एकदम फरक पर्न सक्छ। बच्चामा चाहिँ के हुन्छ भने बच्चाहरू डिप्रेसनमा गइसकेपछि बढी जिद्दी गर्ने, झगडा गर्ने ओर्ने, एकदम ठुस्स परेर बसिरहने ओर्ने, अनि पढाइ सढाइमा ध्यान नदिने, खानपिनमा ध्यान नदिने ओर्ने, त्यसरी गरेर ओरेर बस्न सक्छन्। अनि जो चाहिँ बच्चा पहिला ठिक थियो, अब अहिले रिसेन्टली आएर 2-4 हप्तादेखि त्यस्तो भइरहेछ।
अनि त्यसपछि अर्को चाहिँ कस्तो हुन्छ नि बुढेसकालमा चाहिँ के हुन्छ नि बुढेसकालमा चाहिँ यो जुन हुन्छ नि मन खिन्न हुने ओर्ने तागत नलाग्ने यताउता हुने ओर्ने अब किनभने त्यो बुढेसकाल आफैले पनि लिएर आउँछ क्या उमेर बित्दै गएपछि यसै पनि तागत हुँदैन यसै पनि कम देख्न थालिन्छ दिशा पिसाबमा ठेगान हुँदैन निन्द्रा आफै पनि कम आउने ओर्ने हुन्छ त्यही भएर अनि बुढेसकालमा चाहिँ प्रायः जस्तो के देखिन्छ भने चाहिँ बुढेसकालमा गइसके पछाडि जिउ दुख्न थाल्छ घरि हात दुखिरहने हुन्छ घरि खुट्टा दुखिरहने ओर्ने हुन्छ घरि पेटमा समस्याहरू आइरहने ओर्ने हुन्छ घरि दिशा पिसाबमा समस्याहरू आइरहने ओर्ने हुन्छ धेरै जसो चाहिँ त्यो समस्या लिएर आउँछन् अनि त्यसपछि अर्को एउटा के हुन्छ नि बुढेसकालमा गइसकेपछि बुढाबुढीहरूले अनि त्यसपछि के हुन्छ आफैले म बिर्सिन थालेछु भनेर आउँछन् मलाई आजकल केही पनि कुराहरू याद हुँदैन अब किनभने यो अर्को एउटा बुढेसकालमा बिर्सिने बिमारी अर्को एउटा हुन्छ नै जुन चाहिँलाई हामी डिमेन्सिया भन्छौँ तर के हो भने त्यसमा चाहिँ घरको परिवारको मान्छेले लिएर आउँछन् कि म यो मेरो बुवा आमा चाहिँ बिर्सिरहनु ओर्नु भएको छ भनेर तर डिप्रेसनमा के हुन्छ जो मान्छे डिप्रेसनमा हुन्छन् ऊ मान्छेले आफै आउँछन् कि म बिर्सिन थालेछु भनेर त्यसलाई पनि हामी एउटा डिप्रेसनको रूपमा गरेर अनि त्यसरी डायग्नोज गर्ने गरेछौँ ओके अनि यो कोरोना भाइरसले गर्दा अहिले यो समय सान्दर्भिक छ होइन हामी सबै घरमै बसिरहेछौँ बन्द छौँ अब 4जना फ्यामिली बच्चा फ्यामिली आमा बुवा सबै घरमा छौँ यसले गर्दा नि घरको माहौल अब त्यो 10 दिन 15 दिन 20 दिन 40 दिन अब मान्छे थाक्न थाल्यो बच्चाहरू इरिटेट हुन थाले अब मेरै बच्चा घरमा छ मोबाइलको लागि मार गर्छन् टिभी हेर्छु पढ्दिनँ मेरी बुढी छ अब खाना पकाउन कति भन्ने हो मै छु अब कति बसिराख्ने हो के छ यो डिप्रेसनकै लक्षणहरू हो या यो सर्ट टर्म डिप्रेसन हो या निस्किन सकिन्छ के छ होइन यो चाहिँ डिप्रेसनको लक्षणहरू होइन क्या यो चाहिँ एडजस्टमेन्टको समस्या हो क्या जुन चाहिँ कुरा हामी जिन्दगीभर गर्दै आएको छौँ जस्तो समय सान्दर्भिक जस्तो बच्चामा चाहिँ हामी पढ्थ्यौँ खेल्थ्यौँ गर्थ्यौँ अब पैसा यताउताको केही प्रब्लम हुँदैन थियो त्यसपछि अनि अलिकति माथि गइसकेपछि चाहिँ अब फेरि पढाइदेखि लिएर अलिअलि पैसा कमाउनु पर्ने ओर्ने हुन्छ अनि जुन चाहिँ एउटा फुल टर्म प्रोफेसनल लाइफ पुगिसकेपछि आफ्नो करियर हेरिन्छ पैसा हेरिन्छ फ्यामिली हेरिन्छ यो सबै कुराहरू चाहिँ एज वाइज जाँदै गर्छ अनि बुढेसकाल पुगिसके पछाडि अब जुन रिटायरमेन्टको लाइफ हुन्छ त्यसमा पैसा धेरै प्रायोरिटी नभइकन फ्यामिलीदेखि लिएर अरू बच्चा बच्चीको कस्तो छ के छ यताउता त्यही हेरिन्छ अनि त्यही भएर चाहिँ अब अहिले जे समस्या आइरहेछ त्यो चाहिँ हामीले हाम्रो डेली लाइफसँग बडा अब हामी छुट्टिनु परेको छ क्या त्यसलाई चाहिँ अनि के भनिन्छ त्यसलाई चाहिँ एडजस्टमेन्टको समस्या भनिन्छ जुन चाहिँ हामी नर्मल्ली जे गरिरहेको थियौँ वर्षौँदेखि जे गरिरहेको थियौँ अब त्यहाँबाट छुट्टेर आउँदाखेरि चाहिँ अनि त्यसपछि अब जस्तो हुन्छ नि मान्छेलाई घर छोड्दाखेरि कति दिनसम्म दुःख लाग्छ नि त्यही नै समस्या भयो हो आफ्नो प्यारो कुराबाट छुट्टिनु परिरहेछ अब समस्या के भइरहेछ भने अब यो छुट्टिसके पछाडि अब हामीलाई के गर्ने नै थाहा पाइरहेको छैनौँ क्या यससँग कसरी जोड्ने अहिले जुन छ यो कोरोना भाइरस त ल आज न भोलि त जाला यसले जसरी अब यो आजभन्दा 5-7 वर्ष अगाडि जुन भूकम्पले गर्दा मान्छे त्रासमा आएका थिए डर ल्याएको थियो सुतिरहेको पनि पलङ हलिरहेको जस्तो डर हुन्थ्यो त्यो पनि देखा गएको थियो कि मान्छे अलिकति साइकेट्रिक प्रब्लमतिर धेरै आयो होइन एकदम यो कोरोना भाइरस सकेपछि या यो फेजमा हामी यस्तो के गरौँ कि भोलि यो सकेपछि हामी नर्मल लाइफमा नर्मली रिटर्न हुन सकौँ कि हामी फेरि यो रोगी नभनौँ अब यस्तोको लागि त हामीले फर्स्ट एन्ड फरमोस्ट चाहिँ के काम गर्नुपर्छ भने चाहिँ जुन हामी यो डे टु डे यो सोसल मिडियाहरू हेरेर हुन्छौँ न्युजहरूमा जहिले पनि हेरेर हुन्छौँ किनभने अब ग्लोबली यो पेन्डेमिक भनेकै अब एउटा देशमा बसेर अब अर्को देशमा वा एउटा के अरे कन्टिनेन्टमा बसेर अर्को कन्टिनेन्टमा बिमारी हुन सक्ने अब जस्तो चाइनामा भएको छ चाइनामा भएको मान्छेबाट हामीलाई यहाँ पनि सर्न सक्छ वर्ष जस्तो बिमारी भयो सिम्पली बुझ्दाखेरि होइन अनि तर अब यसमा के हुन्छ भने चाहिँ अब जस्तो सोसल मिडिया टिभी यताउता यहाँ हो यो सब कुराको चाहिँ एकदम लिमिटेड भने चाहिने जति मात्रै हेर्ने बिहान 2 घन्टा चलाउने वा बिहान 1 घन्टा चलाउने बेलुका 1 घन्टा चलाउने वा टिभीबाट पनि एकदम के अब मेरो सोर्स अफ इन्फर्मेसन कहाँबाट आइरहेछ अब किनभने फेसबुकदेखि लिएर यताउतामा 10वटा अनलाइन न्युजहरू आउँछ होइन ल तपाईँलाई कोरोना भएको छ भने तपाईँले यो गर्नुभयो भने कोरोना हुँदैन भने अब के हुन्छ जसले त्यो न्युज राखेको छ हामीले त त्यहाँभित्र पक्कै जान्छौँ किनभने डर लागिरहेछ अनि त्यसैभित्र केही न केही हावा खबरहरू राख्दै ओरे हुन्छ होइन अनि त्यसले गर्दाखेरि के हुन्छ अब हाम्रो त्यो डर त्यो एउटा बेसिक डर जस्तो हुन्छ त्यो बनि नै रहन्छ क्या अनि त्यही भएर आधिकारिक स्रोतबाट मात्र आएको खबरहरू मात्र फलो गर्नुपर्छ होइन अनि त्यसपछि अब यो लकडाउन अहिले यति चाँडै सकिने ओर्नेवाला छैन अब 40 दिनसम्म गरिसके पछाडि पनि मान्छेहरूले चाहिँ बुझ्न सक्नु पर्यो कि अब मैले यो दिन त अबको दिन पनि त अब कमसेकम 2 हप्ता लम्बाउने ओर्ने भनेर भनेकै छ
अब केही नभए पनि मैले एउटा ठिक टाइममा सुत्नु पर्यो, ठिक टाइममा खानु पर्यो, बिहान उठेर अलिअलि एक्सर्साइज गर्नु पर्यो अरे, अनि त्यसपछि मैले दिन आफ्नो कसरी प्लान गर्ने त्यो प्लान गर्नु पर्यो। म बिहान यो टाइममा यसो गर्छु, यो टाइममा यसो गर्छु, यो टाइममा यसो गर्छु भनेर त्यो कुराहरू चाहिँ प्लान गरिरहनु पर्छ कि। अब नत्र होइन अब यत्रो 40 दिनसम्म पनि केही गरिएन अनि अर्को 2 हप्ता पनि केही गरिएन, जस्तो बच्चा बच्चीलाई भयो। अब बच्चा बच्चीले ल ठिकै छ अब स्कुल बन्द छ, तिमीलाई 1-2 घन्टा पढाइदिइरहेछ ओरिरहेछ, त्यो होइन। बच्चाको पनि एउटा रुटिन राखिदिनुपर्छ, बिहान यो टाइममा तिमी उठ्छौ होइन। अब बिदा भयो भन्दा यो त बिदा भयो भन्दैमा बिहान 9 बजीसम्म सुत्न दिने अनि बेलुका पनि 12-1 बजीसम्म टिभी हेर्न दिने, त्यो गरेर भएन नि त। बच्चालाई पनि एउटा नियम कानुनमा राख्नु पर्यो, त्यसपछि अनि आफू पनि एउटा नियम कानुनमा हुनु पर्यो अरे। त्यति गरियो ओर्यो भन्यो भने चाहिँ अहिले जुन डर जस्तो हामीलाई जुन लागिरहेछ होइन, मलाई पनि होला अब, किनभने अहिले त बढी नै रहेछ। अब लगभग 100 जना जति पुग्न ओर्न लागि पनि सके होइन। अब त्यो हिसाबले त अब यो महामारी नेपालमा पनि नफैलेला भनेर भन्न सकिँदैन। अब तर के हो भने चाहिँ अब त्यो भयो भने चाहिँ अनि हामी एउटा रेगुलर एउटा रुटिनमा हिँडिरहेछौँ ओरिरहेछौँ भन्यो भने हामीलाई त जुन बेसिक डर हुन्छ नि त्यो डर चाहिँ कम हुन्छ। अनि त्यसपछि अनि पछाडितिर या अब लकडाउन कुनै न कुनै बेला त लकडाउन सकिहाल्छ। अब त्योभन्दा बाहिरतिर आइयो भने पछाडि अनि त्यसो हामी लगभग ठिकै ठाकै निस्किन्छौँ क्या। अब किनभने यो लकडाउन सकिसके पछाडि पनि अब पुरापुरी यदि कोरोनाको महामारी यदि पुरापुरी सबैतिरबाट गएनछ जस्तो लाग्छ भने चाहिँ अब त्यस पछाडि पनि अनि निस्किसक्दाखेरि पनि हामीलाई डर चाहिँ सधैँ बाँकी नै रहने हुन्छ। यो डर यति चाँडो जानेवाला पनि छैन। सर फोन आएको छ हेरौँ। नमस्कार। ओके फोन काटियो ल, ठिकै छ। धन्यवाद सर। तपाईँले यो कोरोना भाइरस पनि कुरा हामीले राख्यौँ अलिकति होइन, डिप्रेसनको हामीले कुरा जहाँसम्म गऱ्यौँ होइन बुझ्यौँ। तो दर्शक सबके हम फिर से एक बार छोट में कह चाहे डॉक्टर साहब जी कहलखिन कि वंशानुगत जे अपने के हेरिडिटी अपन फैमिली में यदि यहाँ के डिप्रेशन के बीमारी है तो ये भ सकै छै। फिर फोन से एक बार आलिए मिस कॉल आबि रहल छै जी, ये अब मिस कॉल आबि रहल छै, फोन काटि दै छी। ल अब हम सबके टाइम फोन ललिए कि छोड़ दिए जी। नमस्कार, अपने के बाजि रहल छियै? हजुर नमस्कार जी, अपने नाम और कतऽ से बाजि रहल छी? हम लोहना से जी, दानापुर उपनगर का 25 नंबर वार्ड से। नाम की भेल दीदी अपने के? गीता शाह जी, अपन पर्सन कहल जाओ डॉक्टर साहब के। समय हमरा सब बहुत छोट बा, कम बाकी। डॉक्टर साहब कौन दिन बैठे छत से पर? डॉक्टर साहब डेली बैठी छथिन 1 बजे से जलान मेडिकल हॉल में, डेली 1 बजे से जलान मेडिकल हॉल में बैठी छथिन। फीस कते है? अब हमारे सबके समय यह समाप्त भ रहल छै। हम सब अगला हफ्ता रवि के फिर अभी नया टॉपिक ल क मोस्ट प्रोबेबली अहाँ सबके आई के कार्यक्रम से कुछ बुझने है। ई नंबर अहाँ लंग छै, एहि पर अहाँ व्हाट्सअप भी कर सकै छी, कॉल भी कर सकै छी कुछ बुझे के चाही तो। कोरोना वायरस के बारे में भी डॉक्टर साहब कहलखिन अपन लाइफ स्टाइल के एगो दिनचर्या में रूटीन बना लिया, ते हिसाब से लाइफ स्टाइल के फॉलो करूँ। ई अभी एतेक जल्दी जाए वाला प्रॉब्लम नहीं छै बुझाइए। 40 दिन भ गेलिए, 15 दिन आर गवर्नमेंट बढ़ावे के बात कर रहल छै। ताहि लेल हमरा सबके एकरा लेल मेंटेन प्रिपेयर होए पड़ते, अपना लेल, अपना फैमिली के लेल, बच्चा सबके लेल भी। एकरा लेजीली हम सब नहीं छोड़िए। आ डिप्रेशन के जे रोग छै एकरा इलाज भ सकै छै, एहिमे बेसी ज़्यादा डर के बात नहीं छै। निराशापन के बीमारी छै, एकर इलाज केला से ठीक होए वाला बीमारी अछि। आशा करी छी अपने सब दर्शक के ई प्रोग्राम से कुछ फायदा मिलत है। धन्यवाद। हम सुमित जलान। डॉक्टर साहब धन्यवाद। नमस्ते।